गर्ने गाडा हेलो एन्ड नमस्ते एभ्रिवान, म चाहिँ प्रदीप। स्वागत छ तपाईँहरूलाई हाम्रो गफ थकाइ विश्राममा। आज हामीसँग हुनुहुन्छ नेपालबाट एउटा सुन्दर भविष्यको सपना बोकेर जापान आउनुभएको श्याम तामाङज्यू। मिठो स्वरको धनी। स्वागत गरौँ हाम्रो थकाइ विश्राममा श्याम तामाङज्यूलाई। नमस्ते, म चाहिँ श्याम तामाङ, गोर्खाबाट है। साथीले भनिसक्नुभयो, धेरै भनिराख्नु नपर्ला। गोर्खाबाट श्याम तामाङ। मौसम यो झरी सरर चलिरहेको हावासँग चाहिँ ट्याक्क चाहिँ यो माहौलमा चाहिँ म्याच हुने खालको एउटा गीतबाटै सुरु गरौँ त। धन्यवाद। मजा आयो। यो ठिक गीत छ। त अब कुनै प्रेमिकाको लागि नै लेखेको होला सायद, पक्कै पनि। यो अरूको गीत होइन, अब लेख्नेले त्यसकै लागि लेखेको जस्तो त अब यो गीतले भन्छ क्या। के छ, गर्लफ्रेन्ड छ कि छैन? गर्लफ्रेन्ड चाहिँ पहिला थियो, अहिले चाहिँ छैन। अहिले चाहिँ ढुक्क हो, सिङ्गल ढुक्क। खाली छ है यता जापानको लाउरे। के छ, परिवार यसो मिस हुने केही छ कि नै अहिले? परिवार त मिस त भइहाल्छ नि होइन, अब यत्रो टाढा यहाँ। साथीभाइ, परिवार, साथी त अब यता नि साथीहरू छन् त, जोस् त्यही हो। घर त अलिअलि मिस त भइहाल्छ सबैलाई। त्यो त काठमाडौँ बस्दाको त्यो समय, लन्चमा गएर गाउँदाको त्यो गीतहरू। काम हो होइन, अब कामको लागि गऱ्यो। त्यो पैसा अलिक कम भयो भनौँ न उतातिर, त्यही भएर चाहिँ यता आएको। खै यता नि पहिलो अनुभव कस्तो थियो ट्याक्कै जापान झर्ने बित्तिकै? जापान झर्ने बित्तिकै चाहिँ अब नारिताबाट जब बाहिर निस्क्यो नि, त्यसपछि चाहिँ यस्तो हेरेको, अनि त मेरो देश त कहिले बन्छ होला हौ यस्तो जस्तो लाग्यो। अनि त यस्तो हाम्रो देश त केही नगरे जस्तो लाग्यो कि, कामै नभए जस्तो। गजब छ नि यताको त। हाम्रो अब राजधानी जस्तो ठाउँ त अब धुवा धुलो त्यस्तो छ। अब झन् हाम्रो गोर्खातिर हेर्दा त झन् ओहो, यहाँको त केही मिल्दैन। यो गाउँ यता गाउँतिर हेर्दा त यस्तो छ। यो त वास्तवमा अब होइन, बम पड्केर नि फेरि बनेको देश हो नि त होइन। बम पड्केर सुनामी, त्यही पनि यस्तो भइसक्यो। अब हाम्रो देशमा त के हो गाह्रो छ हो। कहिलेकाहीँ त सम्झिँदा विरक्त लागेर आउने रहेछ। के छ, म्युजिकमा कहिलेदेखि, कतिको उमेरदेखि चाहिँ इन्ट्रेस्ट भयो? म्युजिकमा म बच्चैदेखि म्युजिकमै लाग्यो हो। तर त्यस्तो विधि प्रोफेसनली सिकेको चाहिँ होइन कि, अब दाइहरूसँग सिक्दै गएको। गिटारमा इन्ट्रेस्ट कोबाट इन्सपायर हुनुभयो? त्यस्तो कोबाट इन्सपायर भन्दा नि, म क्रिस्चियन ब्याकग्राउन्डको क्या वास्तवमा होइन। क्रिस्चियन हो? अनि चर्चतिर गाउँदा टिका लाउनु गाउँदा चाहिँ अनि त्यो चर्चतिर गाउँदा चाहिँ म म्युजिकतिर लाग्यो क्या वास्तवमा। भजन सजन गाइदिने, बजाउने। तर क्रिस्चियनतिर हुने मान्छेहरू त यस्तो ब्यान्डहरूमा अनि यो गिटारहरू, ड्रमहरू होइन, त्यो नर्मली सबैले बजाइरहेको हुन्छ होइन? त्यो माहौलै त्यस्तै हुन्छ कि, त्यहाँ म्युजिकल अलि माहौल राम्रै हुन्छ, अनि सिकिरहेको हुन्छ। अब अहिले कुरा गर्ने भयो, हाम्रो गाउँमा सानो भाइहरूले अझै सिक्दैछ कि हामीभन्दा पछिको। त्यो एउटा म्युजिकल ब्याकग्राउन्ड चाहिँ राम्रै हुन्छ भनौँ न, राम्रै गाउँछ। कति धेरैहरू छ अब त्यो गाउनेहरू, भाइहरू, बहिनीहरू। जस काठमाडौँमा बस्दा पनि त्यस्तो गाह्रो भनेको थिएन। काठमाडौँमा मलाई त्यस्तो गाह्रो चाहिँ भएन। म सुरुमै गीत गाउनै भनेर गएको हो, अनि म सुरुमै ट्रायल दिनु गएको क्या। अनि ट्रायल दिएर अनि ल भाइ तिमीले राम्रो गाउँदो रहेछौ, अब अर्को महिनाबाट चाहिँ
गाउनलाई आऊ भन्यो अनि म चाहिँ घर गएँ ब्याग स्याग प्याक गरेँ चलेँ त्यहाँबाट म ल छोरो गाउन चल्यो काठमाडौँ भनेर चाहिँ सुरुमा काठमाडौँमा गाउँदा सुरुमा तलब कति थियो? हाम्रो चाहिँ सुरुमा चाहिँ तलबमा भन्दा नि दिन कन्ती गरेको अनि सुरुमा एउटा मात्रै सो थियो क्या अलिक गाह्रै हुन्थ्यो एउटा मात्रै सो हुँदाखेरि अनि महिनामा 4वटा मात्रै सो आउँथ्यो होइन अनि त्यसको भनेको त्यही 8-10 हजार त आउँथ्यो जम्मा 2000 को दरले पनि अनि कहिलेकाहीँ टिप्स जर्थ्यो होइन त्यस गाउँबाट अलिकति पैसा लिएर गएको थिएँ सो नहुन्थ्यो त्यसले काम गरेँ त्यस पछि चाहिँ मैले त्यसरी गाउँदै थिएँ अनि त्यसपछि चाहिँ किङ्स लाउन्ज भन्नेको चाहिँ साउले ट्याक्कै भेट्यो क्या मलाई बाहिर गीत गाइरहेको अनि त्यो साउलाई मन परेछ अनि मेरोमा गाउँ न त भन्यो म फेरि कहाँ पाम भइरहेको अनि त्यसपछि गाएँ त्यहाँ रेगुलर गाउने 2 वर्ष त गाएँ रेगुलर दिमाग खराब हुन्थ्यो अब घाँटी सुक्दा नि रेस्ट नहुने जानु पर्ने त्यो आफूसँग कला भएपछि अवसर जुट्छ भन्छन् त्यसरी नै गाउँदै जाँदाखेरि बिस्तारै नेपालमै भविष्य बन्थ्यो कि म्युजिकमा भविष्य नै छैन नेपालमा मेरो देशमा चाहिँ म्युजिक नै गरेर चाहिँ म जीवन चलाउन सक्दिनँ भनेर सोचेर चाहिँ ल होइन विदेशै जानुपर्छ अब त भन्ने सोचले जापान आउनु भयो कि त होइन म पहिल्यैदेखि मेरो जापान जाने सोच थियो भन्ने टाइपको सोचले आउनु भयो? मेरो पहिल्यैदेखि चाहिँ जापान जाने सोच चाहिँ थिएन क्या वास्तवमा म वास्तवमा नेपालमै केही गर्ने सोचले बसेँ होइन अनि 2 वर्ष गरेँ गाउनु गाएँ स्कुलमा पनि सिकाउँथेँ बच्चाहरूलाई यसो हेऱ्यो बल्ल तल 50-60 छुन जान्थ्यो अनि रुम भाडा भन्यो यता भन्यो उता भन्यो होइन खायो तिर्यो अनि पकेटमा बस्ने भनेको त्यही 15-20 हजार अनि 15-20 हजार मात्रै बचाएर त के गर्ने अहिले उमेरमै नकमाए कहिले कमाउने मैले काठमाडौँमै स्ट्रगल गर्दै जापानिज भाषा पढ्न थालेँ अनि N5 पनि पास गरेँ अनि त्यसपछि चाहिँ स्टुडेन्टमा म आएको हो क्या वास्तवमा माहौलले पनि हुन्छ नि त कति कुराहरू जस्तै हाम्रो हेर्नुहुन्छ भने साथी गयो अरे जान्न त ल जाम ल साथी त गयो हामी पनि जाम भन्ने त्यो सोच थिएन आउने जाम लैलैमा लागेर कि त्यस्तो लैलैमा चाहिँ होइन भनौँ न जस जापान अब N5 पास गरेपछि अलिक सजिलो नै देखेँ अनि म चाहिँ त्यही भएर अब वास्तवमा अब यहाँ दुःख गर्नेलाई कमाइ पनि छ भन्ने सुने अलिअलि अब हामी दुःखै गरिरहेको मान्छे होइन दुःख गर्नुलाई त के डराउने हो र जस्तो लाग्यो म चलेँ त्यसपछि लाइफस्टाइलको हिसाबमा हेर्दा चाहिँ के फरक पाउँछ? लाइफस्टाइल त यहाँको अलि माथि नै छ हौ हाम्रो नेपाल हेर्दा यहाँको होइन अब के भन्ने क्या अब मान्छेहरूको पनि त्यस्तै छ कि बानी व्यवहार पनि होइन उनीहरू काम पनि त्यस्तै गर्छ लाइफस्टाइल पनि एकदम रफ्तारमा क्या हाम्रो जस्तो होइन यहाँ त एकदम टाइम टु टाइम समय के लाग्यो जापानको समय चाहिँ नेपालको हेरी चाहिँ अलिक छिटो बितेको जस्तो टाइपको फिल भयो कि भएको छ कि यहाँको समय त ठिकै हो समय त त्यो यहाँ चाहिँ अब जस्तै टाइम टु टाइमभित्र छिर्न सक्यो भने चाहिँ सक्यो होइन नत्र चाहिँ अब गयो जस्तो टाइपको हुँदो रहेछ क्या टाइम पक्रिन सकेन भने टाइम चाहिँ एकदम मेन चिज भनेको चाहिँ यहाँ टाइम यहाँ त अझै काम सुरु भएको होइन काम सुरु भएपछि चाहिँ त्यो चिजको टाइम चाहिँ यहाँ चाहिँ है भयङ्करै रहेछ है यो चिज चाहिँ भन्ने नेपालमा त त्यही त हो नि त के अरे 3 बजे भेटौँ है भन्यो भने 5 बज्छ 6 बज्छ यहाँ चाहिँ त्यस्तो नहुँदो रहेछ अस्ति हाम्रो त आउने बित्तिकै क्लास सुरु भयो नि त होइन अनि हरेक क्लासमा हाजिर हुँदो रहेछ क्या अनि अगाडिको क्लासमा आइपुगेन भने त्यो क्लासको हाजिर भयो त्यस्तो टाइपको हुँदो रहेछ हाम्रो नेपालमा चाहिँ कस्तो एकचोटि हाजिर गऱ्यो सक्यो नि त होइन यहाँ चाहिँ पिरियडमै क्या टाइममा हाजिर हुँदो रहेछ अनि त्यो फेरि यहाँको पढाइ पनि राम्रो रहेछ त बुझाउनु नि त्यस्तै बुझाउने अनि भाषा त नबुझेन उनीहरूले भिडियो सिडियो देखाएर जसरी पनि बुझाउने क्या अनि जस पढाइ चाहिँ सही लाग्यो मलाई जस अब यहाँ आएर पनि म्युजिक नै कन्टिन्यू गरिन्छ म्युजिक पनि गरिरहेको छु अब म्युजिक त अब छोड्नु नै मिल्दैन होइन अब सिकिसकेका कुराहरू बिर्सिँदा नि बिर्सिँदैन वास्तवमा भन्यो है म्युजिक चाहिँ छोड्दा पनि छोड्दिनँ अब
म्युजिक छोड्दिनँ भनेर यो गिटार अब नेपालबाटै बोकेर आएको छु होइन यो महँगो होला गिटार त हेर्दा त गजबको देख्यो। महँगो भने नि ल्याउन पाइँदो रहेछ बोक्नलाई? एयरपोर्टमा अलिअलि त ल्याङ त गरिरहेको थियो अब मेरो 3वटा ब्याग भइदियो हातमै हजुर। अनि मैले अर्को एउटा ब्याग नभएको मान्छेलाई भिराइदिएँ अनि पछि आएँ छिरे अनि के अरे इन्ट्रेस्ट भएको मान्छेले त लेख्न पनि कतिको लेख्नुहुन्छ? म लेख्छु गीतहरू मेरो 2वटा गीत चाहिँ बिस्तारै आउँदैछ रेकर्डिङ भइसक्यो अब मिक्सिङ र मास्टरिङ मात्र बाँकी छ अनि अर्को एउटा दिदीको लागि नि गीत लेख्दै थिएँ त्यो दिदीको नि गीत निस्किँदैछ गीत चाहिँ त्यो ख्यालमा लेख्दै अलि राम्रै भएछ भनौँ न सुन्न पाइन्छ है सबैजनाले अहिले सुन्न पाइन्न होला त त्यो? अहिले नसुनाउँ अलि निस्कियोस् एकैचोटिमा धमाके सुनौँ न अलि गीत सुनाउनु त एउटा मिठो एउटा गीत मनपर्ने को हो साँच्चै? मलाई चाहिँ धेरै छ हौ मेरो फेभरेट भन्ने के भन्ने होइन अब अर्काको एउटा मात्रै हुन्छ म चाहिँ सबै खालको गीत सुन्ने भएन अब मलाई चाहिँ फेरि सबै आर्टिस्टहरू मनपर्छ अब नेपालमा अहिले मन परिरहेको चाहिँ अहिले ब्यान्डको हिसाबले चाहिँ जोन एन्ड द लोकल्स हो है अनि सिङ्गरको अब जस्तै सोलो टाइपकोहरू हुन्छ नि प्लेब्याक सिङ्गरहरू त्यसमा चाहिँ अहिले चाहिँ सुजन चापागाई मनपर्छ त्यो मान्छे त अनि अरू लेजेन्डहरूमा त अब लेजेन्डै भइहाल्यो नारायण गोपाल गीतहरूमा धेरै सुन्छु गुलाम अलीको नि सुनेको छु अनि इन्डियन सिङ्गरको उसमा चाहिँ मलाई चाहिँ फतेह अली खान राम्रो लाग्छ अनि अरिजित सिंह पनि बवाल लाग्छ ल गीत सुन मनपर्ने एउटा तपाईँलाई अहिलेसम्मको फेभरेट चाहिँ यो चाहिँ मलाई जति सुने पनि म अगाउँदिनँ है भन्ने टाइपको कुन सुनाउँ त है नेपाली नै सुन यस्तरी के झुम्छ जिन्दगी मेरो के झुम्छ जिन्दगी मेरो नआऊ सामु यस्तरी त्यो घुम्टोमा उचालौँ कि मुहार त्यो निहालौँ कि भुलेर आफूलाई नै हजुरमै हराऊँ कि हजुरमै हराऊँ कि नमानला यस्तरी के झुम्छ जिन्दगी मेरो के झुम्छ जिन्दगी मेरो नआऊ सामु यस्तरी धन्यवाद मजा आयो आयो ए सुजन चापागाईलाई त्यस्तै खालको अरू को छ छैन? सुजन चापागाई मनपर्नेहरू त अरू छ छैन त तर सुजन चापागाई मनपर्छ मलाई राम्रो लाग्छ उसको युनिक छ नि त उसले क्लासिकल र सेमी क्लासिकललाई चाहिँ मिक्स गरिदियो क्या अनि चाहिँ दामी लाग्छ क्या तर एभ्री गीतमा चाहिँ सुहाउने खालको है भोइस उसको लोक टोन हो वास्तवमा भन्ने भए चाहिँ तर दामी लाग्छ पागलपन के त्यो पागलपन होइन भित्रभित्रै हराउने टाइपको हो कि कस्तो मिडियामा पनि नआउने है त्यतिको क्रेजी म्युजिकमा क्रेजी मान्छेहरू अलिक कम नै होला नेपालमा सायद राम्रो छ मलाई चाहिँ मनपर्छ त्यो सुजन चापागाईको गीतहरू सुन्नुहुन्छ भने म सुनाइदिन्छु सुजन चापागाईको एउटा मिठो खालको उनको स्वेटर ल उनको स्वेटर
फुलहरू मुस्काउँछन् तिमीले देख्छौ र पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र फुलहरू मुस्काउँछन् तिमीले देख्छौ र पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र लेखैमा कुहिरो पर्खिरहेछ सिमसिम सिमसिम हिमपानी बर्सिरहेछ सिमसिम सिमसिम हिमपानी बर्सिरहेछ आज्ञा फेरौला तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला ल यति राख्यो इन्ट्रेस्ट भएपछि त नेपालमा पनि प्लेटफर्महरू थियो नि त जस्तै रियालिटी सोहरू नेपाल आइडल द भोइस अफ नेपालहरू छन् त्यसमा जाम एकपल्ट प्रतिस्पर्धा गरौँ न भन्ने टाइपको सोच कहिले आएन आइडल त म भिडिया हो है म टिभीबाट आउट भएको आइडलमा मेरो अलि त्यस्तै भयो भनौँ न त्यस्तै छ चम्किने त्यस्तै हो नि फेरि सुजन चापा गयो नि त आउट त हो नि गाह्रो भयो म टिभीमा पुगेँ मेरो त्यस्तै भयो आइडलमा यो कुरा हेराकिदिउँ आइडलको कुरालाई चाहिँ होइन कन्टिन्युटी हुनु पऱ्यो पेसन हुनु पऱ्यो होइन अब अलि पछि जान्छु होला तर जानु चाहिँ जान्छु प्लेटफर्मले चाहिँ मान्छे चिनाउँछ क्या त्यही भएर नि जानुपर्छ सेलेक्ट होस् नहोस् त छुट्टै कुरा होइन अनुभव हुन्छ सुधार्नु पर्ने ठाउँहरू आफूलाई थाहा हुन्छ अब त्यहीँ गएर नेपाल आइडलमै गएर फर्स्ट भएको मान्छेहरू पनि त कति अहिले भित्रभित्रै गुमचुप भएर बस्नु परेको छ जस्तै अब आउट भएको मान्छे सुजन चापा गए कहाँ हाईमा यस्तो हो अब जित्ने मान्छेहरूले अब जितिसकेपछि म त विनर हो चुप्प लाएर बस्थ्यो भने हराउनु त हुने होइन त्यो चिज फालेकोहरूले म त फाल्ने नि यार दुःख गर्नुपर्ने रहेछ भने दुःख गरेर हुन्छ चम्किदिन्छ क्या त्यही हो अब यहाँ जापानमा पनि नेपाली क्लबहरू लन्चहरू रेस्टुरेन्टहरू धेरै छन् त्यसमा यसो गीत गाउने अवसर मिल्यो भने लाइभ म्युजिक स्युजिक यताउता गर्नुहुन्छ म त गीत गाउने मौकाहरू पाएँ भने त छोड्दिनँ नि गीत त अब गाइरहेको माने होइन गीतहरू पनि कलेक्सन छ अब नभएको होइन त्यो 200-250वटा जति गीतहरू होला लगभग त्यो बाहेक अरू धेरै पनि छ होला होइन कति गीत त गाउनै छोडेर त्यो थाहा नै बिर्सिसक्यो क्या आउने गीत पनि त्यस्तै गीतहरू धेरै छ मसँग कलेक्सन पनि छ मैले चान्स पाएँ भने गाउँछु टन्नै यो के अरे म्युजिक नभएको भए चाहिँ मसँग गीत गाउने चाहिँ क्षमता नभएको भए चाहिँ मसँग ब्याकअप अप्सन यो पनि छ है भन्ने टाइपको होइन यसो रमाइलो गर्नलाई साथीभाइ बस्दाखेरि रमाइलो गरौँ है भन्ने टाइपले इन्टरटेनमेन्ट गर्ने टाइपको म्युजिक बाहेकको केही कला के छ सोधिहाल्यो है भन्नै पर्ने होला यस्तो क्या म पहिलातिर क्यारिकेचर नि गर्थेँ क्या मौसमतिर पनि गरेँ हो मैले नाटकहरू पनि गरेँ क्यारिकेचर गरेँ मलाई अलिअलि एक्टिङहरू आउँछ एक्टिङहरू नै आउँछ क्यारिकेचर नै आउँछ क्यारिकेचर चाहिँ म पहिला अलि धेरै गर्थेँ क्या अनि बिचमा छोडिदिएँ किन छोडेको भन्दाखेरि धेरै गरेर गीत गाउने बेलामा त्यो टोन आइदिने क्या अनि छोडिदिएँ क्या बिचमा तर अहिले नि गर्छु गर्नु त कहिलेकाहीँ तर पहिलाको जस्तो अलि धेरै गर्दिनँ क्या भनेपछि जस एक्टिङ पनि छ क्यारिकेचरहरू मिमिक्रीहरू गर्छु म्युजिक बनाइयो भने म्युजिक भिडियोमा अरूलाई राखिन्न आफै खेल्नु त्यो म्युजिकको भिडियोको मोडल सोडल त अब त्यो अलि छुट्टै कुरा भएन अब होइन तपाईँलाई राख्नु सकिन्छ त्यो ठुलो कुरो भएन पैसा चाहियो भन्ने कुरा हो क्या अरूले पैसा पाउँछ खेलेर आफू फेरि पैसा दिएर खेल्नु पर्ने सुरुमा तिर्नुपर्छ त्यस्तै हो साँच्चै क्यारिकेचर भन्नुभयो के मैले चाहिँ मोटो पातलो धेरै हेर्थेँ स्कुल लाइफमा पनि अनि त्यहाँबाट मैले मोटो पातलोहरूको अलिअलि गर्थेँ क्या त्यो जोनको चाहिँ मेरो विशेष चाहिँ अलि बवाल लाग्ने चाहिँ जोन हो क्या मेरो
क्यारेक्टर होइन त्यो मोटु पतलुको क्यारेक्टर सिङ्गरमा जोन चाम्लिङ क्यारिकेचरमा सिङ्गरमा जोन जन द डन कार्टुनमा जोन चाम्लिङ कार्टुनमा जोन चाम्लिङ जोन द डन सुन्नु न त। खतरा लाग्छ क्या जोनको क्यारेक्टर चाहिँ कस्तो जहाँ पनि कुटै खाइदिने नि त होइन अझैमा पनि फस्दिने क्या मोटुको भेट्थ्यो सही लाग्थ्यो क्या अनि मैले त्यो जोनको चाहिँ खुब सिकेँ क्या मैले जोनको चाहिँ हल्का सुनाइदिन्छु ल जोन भन्ने गाडा हो मुझे रोकेगा क्या हो वापस कविता के छेड कविता के छेड मोटुको पक्रो त्यस्तो गर्थ्यो क्या होइन बवाल लाग्थ्यो कि अनि मलाई यो जोन चाहिँ यो जोनको गर्ने बेलामा बच्चाहरू जस्तो बाटो हिँड्दा हुन्छ नि होइन गरिदिन्थेँ क्या बच्चाहरू यस्तो टल्लै हेर्थ्यो क्या अनि कति धेरै बच्चाहरू त मलाई त यस्तो क्यारिकेचर गरेपछि त मेरो नामले नबोलाउने क्या मोटो पातलो दाइ बोलाउने नै त्यस्तो बोलाउने क्या बच्चाहरू बिचमा पनि फेमस छ बच्चाहरूले चिन्छ नि म त मेरो घरतिर त बच्चाहरू सबै चिन्छ प्रायः आयो मोटो पातलो दाइ आयो भन्छ अब कोही कोहीले चाहिँ गीत गाउने दाइ भन्छ अब मोटोको गर्थेँ अनि अर्को त्यो हाम्रो नेपाली छ नि माग्ने बुढा क्या माग्ने बुढा नि खुब मनपर्ने क्या माग्ने बुढाको नि सुनिदिउँ न मेरी बास चाहिँ यति हेरेँ नि होइन यति हेरेँ त मेरी बासेको त पहिला त हामी त एउटा एपिसोड नि छुटाउँथेन होला पहिला लोड सेडिङ हुने बेलामा त अनि अब त्यो टाइम टु टाइम हेर्नु जानु पर्थ्यो नि त होइन एन्टिना हुने बेलादेखिको त्यस्तो घुमाउनु पर्थ्यो पछाडि बसेर त्यो बाँसको खम्बै हालिदिन्थ्यौँ क्या एन्टिनाको लागि जति माथि उठ्यो त्यति क्लियर आउँछ भनेर त्यस्तोसम्म नि गऱ्यो अनि माग्ने बुढो चाहिँ बवाल लाग्छ क्या माग्ने बुढोको सुन्ने अलिकति माग्ने बुढोको फेमस डायलग भनेको लात्तल दिएर भनिदिँदा भने होइन लात्तल दिएर बारी पाटा पुऱ्याउँछु त्यसको बाद हाल्छ अरे मैले यो चाहिँ माग्ने बुढो होइन गर्थेँ नि मैले पहिला धेरै गर्थेँ कि पछि मेरो टोनै गीत गाउने बेलामा पनि त्यस्तै आउने भएर चाहिँ छोडिदिइहाल्यो अर्को गर्थेँ के अरे मोटु क्या खुसबु भन्ने बडा भैया खाली पेट में दिमाग की बत्ती नहीं चल्ती यस्तो गर्थेँ मैले धेरै गर्थेँ क्या अर्को त्यो के थियो जोन थियो नि जोन भने बक्सर हो क्या ओइ मोटु पतलु रुक जा यो त अघिको पनि हो कि अघि अन्त अघिमा त्यस्तो अघि र त्यस्तो छ एउटै अब जे नेपालमा डबिङ कहिले मोटो पतलु चाहिँ डबिङ गर्ने सोचिरहनु भएको धेरै छ नि त्यस्तो आर्टिस्टहरू गर्नेहरू धेरै छ मलाई चाहिँ यो मिमिक्री आर्टिस्टमा चाहिँ हाम्रो पोखरामा छ क्या एउटा दाइ रुबेन दाइ भन्ने रुबेन खड्का दाइ सही लाग्छ क्या टिकटक लाइभ पनि गर्छ दाइले डेन्जर गर्नुहुन्छ क्या भेलु बाजे सब भयोहरूको सब आर्टिस्टको नेपालमा चाहिँ म चाहिँ मिमिक्रीमा चाहिँ त्यो दाइले अलिक खतरा मान्छ म्युजिक पनि क्रिएट गर्नुहुन्छ होइन त्यो दाइले गीत कमेडीहरू बवाल बनाउनुहुन्छ त्यो एउटा घटना घट्नु हुँदैन त्यसमा हानिदिइहाल्नुहुन्छ क्या दाइले सही छ कुरा जन्मथलो आफ्नो परिवेशले हेर्दाखेरि चाहिँ हाम्रो गोर्खातिर चाहिँ लोकदोरीहरू बढी चल्ने हुन्छ नि त लोकदोरी कतिको मनपर्छ म चाहिँ गीत चाहिँ वास्तवमा चाहिँ सबै खालको सुन्ने हो क्या मैले लोक नि सुनिदिन्छु पप नि सुनिदिन्छु हेभी मेटल पनि सुनिदिन्छु होइन अनि तर हेभी मेटल चाहिँ म खासै खाँदैन हेभी मेटल र ऱ्याप चाहिँ खासै म त्यस्तो आउँदैन ऱ्याप जनरै अलिक छुट्टै भयो त्यो दुइटा बाहेक दोहोरी चाहिँ म लोकगीतहरू चाहिँ गाउँछु भनौँ न लोकगीत मध्ये पनि मेरो बेस्ट चाहिँ पूर्वेली पर्छ क्या तर फेरि अब मान्छे पश्चिमको भयो नि तर पूर्वेली चाहिँ मलाई राम्रो लाग्छ क्या लोकगीतको यो चाहिँ लोकदोरीमा चाहिँ यसको मलाई सुनिरहँ जस्तो लाग्छ भन्ने स्वर कसको लोकदोरीमा अब धेरै आर्टिस्ट छ हो अहिले आएको भन्दा नि मतलब पहिलाकै दोरी नै राम्रो लाग्छ दोरी गायकहरू मैले सुनेको छु राजु परियारको सुनेको छु विष्णु माझीको सुनेको छु सिन्धु मल्लको सुनेको छु अनि अर्को कसको सुनेको छु धेरैको सुनेको छु मैले लोकगीतहरू धेरै सुनेको छु क्या सुन्दिनँ न त एउटा लोकदोरीमा तर म एउटा पूर्वेली लोकगीत गाउँछु होइन
यो गीत पनि खुब चलेको गीत हो ल भेटैमा भयो सोल्टिनी ज्यू के छ नि समाचार भेटैमा भयो सोल्टिनी ज्यू के छ नि समाचार धरान्धन खुट्टा भेडेटा सोल्टिनी ज्यू जोडौँ न घरबार सोल्टिनी ज्यू जोडौँ न घरबार संजोगले फेरि भेट भयो हाम्रो मनैले रोजेको संजोगले फेरि भेट भयो हाम्रो मनैले रोजेको थाहा छैन तिमीलाई धेरै नै भयो यो जानले खोजेको थाहा छैन तिमीलाई धेरै नै भयो यो जानले खोजेको भेटैमा भयो सोल्टिनी ज्यू के छ नि समाचार भेटैमा भयो सोल्टिनी ज्यू के छ नि समाचार धरान्धन खुट्टा भेडेटा सोल्टिनी ज्यू जोडौँ न घरबार सोल्टिनी ज्यू जोडौँ न घरबार यो गीत चाहिँ मेरो बेस्ट हो क्या पूर्वेलीमा सबै आधुनिक कतिको गाउँछ आधुनिक पनि गाइन्छ आधुनिक लोक सबै खालको गाउँछु गीतहरू अहिले चलिरहेको गीतहरू जस्तै अब ट्रेन्डिङमा आएको गीतहरू पनि गाइरहेको हुन्छ स्वर चाहिँ अब कसैको कस्तो हुन्छ कसैको दोरीमा मात्रै म्याच हुने आधुनिकलाई त्यो सुहाउँदै नसुहाउने टाइपको हुन्छ तपाईँको चाहिँ सबैलाई म्याच हुने टाइपको दोरी सुन्दा पनि मजा आउने त्यो यस्तो अब गाउनेहरूले अब एउटै जनरको मात्रै गाइरह्यो भने चाहिँ अर्को जनरसँग नमिल्ने हुन्छ क्या जस्तै म अब लोक पनि गाइरहेको हुन्छु पप पनि गाइरहेको हुन्छु अनि ठ्याक्क मिल्दै गयो नि त होइन त्यही भएर चाहिँ मलाई प्रायः गीतहरू सुहाउँछ भनौँ न मजा त्यो पनि मिठो सुन्ने हो कि गाउँछु अब लोकगीतहरू आफ्नो लोकगीत भने त आफ्नो पैसा नै हो नि नगाएर हुन्छ गाउनुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ सिङ्गरहरूले आफ्नो कला संस्कृतिलाई पनि सँगै लिएर जानु पर्यो युवाले त हो चिनाउनु म्युजिकमा नेपालमा पनि प्लेटफर्म नपाएर चाहिँ पछाडि परेको आर्टिस्टहरू कलाकारहरू धेरै छन् कि तिनीहरूलाई चाहिँ छोड्नुहुन्न यो टाइपको हुन्छ मेसेज चाहिँ म के दिन्छु भन्दाखेरि अब धेरैसँग गीत गाउनेहरू होइन अनि गीत गाउनेहरूले चाहिँ मैले त सिकेको छैन नि होइन तर सिक्नुपर्छ चाहिँ म भन्छु क्या सिकेको जस्तो चाहिँ हुँदैन क्या जस्तै हामी अब जे होस् ल अब अहिलेलाई गाइयो होइन अब राम्रै गाउँछु भनौँ न ल राम्रै गाउँछु तर सिकेकोहरूको चाहिँ छुट्टै हुन्छ क्या सिकेको भनेको चाहिँ सिकेको नै हुन्छ राम्रोसँग सिक्नुहोस् भन्न चाहन्छु क्या म चाहिँ गीत गाउनेहरूलाई अब त्यो बाहेक अरू अब काम नगर्नेहरूलाई काम गर्नुहोस् भन्न चाहन्छु होइन बिना कामको भात खाएर नबस्नुहोस् भन्न चाहन्छु जस्ट प्लस पोइन्ट हुन्छ यत्तिकै गाउनु र सिकेर धेरै काम लाग्छ क्या सिक्यो भने अब पछि हामीले अब पढाउनु नै सक्यो क्या म्युजिक नै पढाउनु सक्यो नि त अब सिकेकै छैन अब प्र्याक्टिकल्ली मात्रै हो थ्योरी चाहिँ के पढाउनु त अब भन्ने हुन्छ क्या त्यही भएर थ्योरी नलेज चाहिँ हुनुपर्छ त्यही भएर सिक्नुहोस् भन्छ अनि कति केटाहरू त अब बिग्रिरहेको हुन्छ होइन फ्री टाइममा यताउता त्यो टाइममा चाहिँ बरु म्युजिक गऱ्यो भने अलिक राम्रो हुन्छ कि होइन प्लस पोइन्ट हुन्छ नि त जस्तै अब मैले काठमाडौँमा अब गीतै गाएर बाँचेँ त हो 2 वर्ष अब मलाई आउनु त अरू काम पनि आउँथ्यो तर गीत नै किन चुने त मलाई गीत गाउन रमाइलो लाग्थ्यो आउँथ्यो
मैले सिकेँ अलिअलि त्यो विधि त सिकिनँ प्रोफेसनली नै हुने होला त यो प्लस पोइन्ट भयो मेरो लागि गीत चाहिँ अनि गीत अब म्युजिक फिल्डमा लागेपछि मान्छे त्यो एक्लो फिल हुँदैन क्या खासै अनि फ्री टाइममा नि यसो अब गीत सिकौँ न त भयो होइन राम्रो सदुपयोग हुन्छ क्या ब्याड ह्याबिटतिर पनि लाएन म त्यही भन्छु जति पनि गीत गाउनेहरू छ तर फेरि गीतै मात्रै भनेर पनि नबस्नुहोस् भन्न चाहन्छु क्या जस्तै गीतै गाएर मात्रै चाहिँ जिन्दगी काट्छु भनेर गीतै मात्र गाएर म बाँच्छु भनेर बस्नुभयो भने पनि त्यसले अलिकति पछाडि धकालिदिन सक्छ क्या कहिलेकाहीँ अब गीत गाएर केही भएन भने के गर्नु त अब त्यही भएर गीतलाई चाहिँ आफूसँगै राख्ने तर गीतै मात्र गर्छु भनेर चाहिँ म चाहिँ बस्ने सल्लाह चाहिँ दिँदिनँ अब पुग्छ भन्ने त परिवारको छ त्यस्तो पुग्छ भन्ने त्यो छ भने त पाइयो अब त्यो त अब उसलाई परिवारको फुल सपोर्ट छ होइन त्यो परिवारको अलि हुने हानि खालको रहेछ भने त उसलाई त कतिको थियो सपोर्ट परिवारबाट मेरो त घरबाट सपोर्ट त अब गीत नगा भन्ने चाहिँ कोही नै थिएन होइन अब तर यस्तो त हाम्रोमा हुन्थेन क्या पैसा चाहिँ अब हामीहरूलाई अब पैसाको चाहिँ अलिक समस्या थियो अनि त्यही हो म्युजिकमा लागियो बिस्तारै अलि जोडेर एउटा गिटार किने त्यति त उपलब्धि अब इन्ट्रेस्ट भएको मान्छेलाई साथीहरू कमाएँ गीत गाएर होइन धेरै मान्छेहरू पनि चिने अनि म्युजिकले मान्छेलाई चिनाउँछ भने अनि उसको छुट्टै एउटा पहिचान पनि दिन्छ होइन म्युजिक चाहिँ गर्नुपर्छ म चाहिँ त्यही भन्छु मजा आयो गफ गरेर रात पनि दिन पनि छिपिँदै के भयो छुट्नु पर्ने बिस्तारै सास पर्दै गयो अब क्यामेरा पनि नराम्रो आउला गफ गर्दा मिठै भइरहेको थियो मजा आइरहेको थियो समय बितेको थाहा भएन त्यही हो अब नयाँ आउने मान्छेलाई जापान आउने मान्छेलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ ठिक छ आऊ राम्रो हो गर्न सक्नेलाई राम्रो छ भन्नुहुन्छ कि होइन यार गाह्रो छ यहाँ नआऊ भन्ने टाइपको यस्तो है म चाहिँ अहिले जापान आउनेहरूलाई चाहिँ के भन्छु भने मेरो भोगाइअनुसार अलिकति बसाइ भएको छ धेरै त भएको छैन अझै भोग्नु बाँकी नै छ र अहिलेको हिसाबले चाहिँ आउने नै हो भने चाहिँ भाषा चाहिँ अलिक कडै बनाएर आउनु भन्न चाहन्छु कि अब यहाँ आएर अब अहिले म वाक्क परिरहेको छु नि त अब भाषा बुझिँदैन होइन यताउता म भन्दा पनि नजान्नेहरू पनि आएको छन् अझ म त अझै यस्तोमा पर्छु भनौँ न लगभगमा कति त छ अब भाषाले लास्टै समस्या गर्छ अनि जो चाहिँ दुःख गर्ने बानी छैन होइन अनि दुःख गर्नलाई डराउँछ उनीहरू चाहिँ जापान नआएकै ठिक तर जसले दुःख गर्छु म चाहिँ सक्छु होइन अलि हुन्छ नि आफ्नो पहिलेदेखि बानी छ दुःख गर्ने दुःखदेखि नहात्तिने सुखदेखि नमात्तिने त्यस्तोहरूलाई चाहिँ जापान ठिक छ अब फेरि जापान फ्रीको हिसाबले पनि फ्री पनि छ क्या अब फेरि यहाँ उता विदेशबाट आयो भने चाहिँ यहाँ सब चिज हुन्छ अब नहुने भने केही छैन होइन अनि कति त यस्तो अलि बिग्रिरहेको पनि देखिएँ होइन तर अब म के भन्नु चाहन्छु यहाँ भएकोलाई पनि के भन्न चाहन्छु भने उता घरमा चाहिँ कस्तो अवस्था छ होला त्यो पनि बुझ्नुपर्छ कि जस्तो लाग्छ क्या अनि त्यही भएर आउनेलाई पनि स्वागत छ यहाँ बस्नेलाई पनि अलिक राम्रोसँग बस्नु पऱ्यो यसो घरतिरको समस्या बुझिदिनु पऱ्यो क्या बेस बोल्नु भएन अब ऋणै नतिरिकन यहाँ रमाइलो गरिदिनेहरू पनि धेरै देखिरहेको छु होइन त्यही भएर जे होस् राम्रो गर्नेलाई राम्रो छ जापान दुःख गर्नुहुन्छ भनेदेखि चाहिँ आउनुहोस् भन्न चाहन्छु म चाहिँ त्यही हो अब छुट्टिँदै एउटा मिठो गीत सुन्नु छुट्टिँदै एउटा कसको गाइदिनु त अलिक भाइरलसँग भाइरलसँग नि एउटा पुरानोसँगै गाउँछु मैले यो गीत चाहिँ एकदम पुरानो गीत हो कालिन ब्यान्डको लजालु मुस्कानले प्रियसी भन्ने गीत हो विजय गुरुङ दाइले गाउनु भएको अनि यो गीतको दाइसँग चाहिँ मैले काम गरेछु क्या
ओल्ड दरबार रिवाइन्ड प्रोग्राम भएको थियो पुरानो गीतहरू रिमेकिङ हुँदाखेरि चाहिँ म ब्याक भोइसमा चाहिँ बसेको थिएँ पछाडि कोरस ब्याक भोकलमा कोरसमा बसेको थिएँ यो गीतको म एक टुक्का चाहिँ गाउँछु ल गीत पनि राम्रो छ के मलाई मनपर्ने गीतहरू पर्छ यो एउटा ल भुल गल्ती भएछ भने माफ पाऊ है लजालु मुस्काले प्रियसी चोरी लाग्यो मन मेरो तिमीले लजालु मुस्काले प्रियसी चोरी लाग्यो मन मेरो तिमीले चोरी लाग्यो मन मेरो तिमीले मायालु केही त बोलन चाहन्छु तिमीलाई भनन मायालु केही त बोलन चाहन्छु तिमीलाई भनन गाजलु आँखाले हेरन लजालु मुस्कानले प्रियसी चोरी लाग्यो मन मेरो तिमीले चोरी लाग्यो मन मेरो तिमीले हस् धन्यवाद।